नमस्कार। टुडे टॉक में अपने संपूर्ण गोटे के स्वागत करी छी हम जान। आई हम सब बातचीत करब जे अखन हाले में मध्य प्रदेश सरकार द्वारा किछ जिला सबके जे छै से सूखा क्षेत्र घोषणा कर देल गेलै आ ओइ में अखन बिना राहत के बिना पैकेज के जनता सबके जे छै से कहियो ना तो अखन एकदम समस्या छै आ जनता सबके समस्या अखन कतेक प्रभावकारी छै आ विशेष कऽ कऽ जे मध्य प्रदेश की भूमि व्यवस्था कृषि तथा सहकारी मंत्रालय के केहन एहिमे भूमिका छै कतेक प्रभाव छै अखन एहिमे हुनका केहन सहकार्य भऽ रहल छै किसान सब संगे कतेक हुनकर मंत्रालय के केहन भूमिका छै खास कऽ कऽ एहि विषय में हम सब आई बातचीत करऽ के लेल जे आई हम सब उपस्थित छी मध्य प्रदेश की भूमि व्यवस्था कृषि तथा सहकारी मंत्री जनार्दन सिंह संगे उनका पहले हम सब कार्यक्रम में स्वागत करब तब अही विषय में हम सब गहन भऽ कऽ छलफल करब। हतैन हमरा सबके बीच में छथि मंत्री जनार्दन सिंह छेत्री जी, उनका पहले स्वागत करी। यहाँलाई स्वागत छ। धन्यवाद धन्यवाद। अहिले मध्य प्रदेश सरकारले चाहिँ के जिल्लाले सुक्खा क्षेत्र घोषणा गरिदिनु हो, न त प्याकेज न कुनै योजना त्यतिकै चाहिँ सुक्खा क्षेत्र घोषणा गरिदिनु भयो हैन। योमा चाहिँ जनताले कतै गएर चाहिँ झुकिआएको छैन के भन्नुहुन्छ तपाई? अनि सबभन्दा पहिले के छ भन्दाखेरि सुक्खा क्षेत्र घोषणा किन भयो? मधेसमा अहिलेसम्म रोपाई सबै सम्पन्न भइसकेको हुनुपर्छ विगत वर्षको चाहिँ स्थिति हेर्दाखेरि। तर केही दिन अगाडि मधेसको चाहिँ मा पानी नपरेर अनावृष्टिको कारणले गर्दाखेरि चाहिँ रोपाई हुन सकिरहेको अवस्था थिएन। त्यो बेला अवस्था भने एकदम भयावह अवस्था नै थियो, विकराल अवस्था नै थियो। खडेरी त नपर्ने हो कि यस्तै मौसम भएर गयो भने त रोपाई हुन सक्दैन। त्यसकारणले चाहिँ त्यो समस्यालाई हेरेर कि परिस्थितिलाई हेरेर हामीले चाहिँ प्रदेश सरकारले सुक्खा क्षेत्र घोषणा गर्यो। सुक्खा क्षेत्र घोषणा गरिसकेपछि हामीले संघीय सरकारले पनि यसलाई चाहिँ सिफारिस गर्यौं। संघीय सरकारले पनि यसलाई विपद भनेर चाहिँ यो घोषणा गर्यो। अब रहेको कुरा घोषणा भइसकेपछि अब हामीले चाहिँ खास गरेर भूमि व्यवस्था कृषि सहकारी मन्त्रालय र सिंचाई मन्त्रालयबाट हामीले सिंचाईका लागि चाहिँ कार्यक्रमहरू अगाडि बढाएका छौँ। त्यसमा चाहिँ सतह सिंचाई पनि छ, त्यसपछि चाहिँ डिप बोरिङको पनि छ र यो स्याले ट्युबवेल जो कि कृषि मन्त्रालयबाट हुन्छ, डिप ट्युबवेल र चाहिँ यो ठुलो परियोजना चाहिँ सिंचाई मन्त्रालयबाट हुन्छ। त्यसको लागि हामीले दरखास्त आह्वान गर्यौँ। त्योभन्दा पहिले हामीले चाहिँ हरेक जिल्लामा चाहिँ विज्ञहरूको टोली खटाएर हरेक जिल्लाको स्थिति हामीले अध्ययन गर्यौँ र त्यो अध्ययन गरिसकेपछि हामीले चाहिँ त्यो प्रोसेस अगाडि चाहिँ सिँचाइको लागि हामी बढाएका छौँ। प्रदेश सरकारले कामै नगरेको कुरा होइन, काम त अब रहेको कुरा कि विधि र प्रक्रिया सम्मत तरिकाले मन्त्रीजी यस्तो छ कि जुन हिसाबले चाहिँ सरकारहरूले बचा गर्छन्, हरेक मन्त्रालयहरू चाहिँ बचा गर्छन्, तर चाहिँ कार्यमा चाहिँ त्यति लागू हेरिरहेको छैन। त्यो मुखमा र कागजमा मात्रै सीमित भएको छ। जनताहरू अहिले निराश भएका छन्। जुन उहाँहरूलाई अहिले बिना योजनाकै डाइरेक्टली चाहिँ तपाईको यति लगानीमा उहाँहरूले चाहिँ अहिले सबै कुरा लगाएको थियो बिचनहरू, त्यो अब त्यसलाई अहिले चाहिँ उहाँको न पानी न केही बिना योजनाकै डाइरेक्टली चाहिँ सुक्खा क्षेत्र घोषणा गरिदिनु भयो। यसमा चाहिँ अन्यलमा परेको छ। त्यो के छ त्यो यहाँलाई निवेदन के गरौँ भने सुक्खा क्षेत्र घोषणा गरेर नि प्रक्रिया अगाडि बढ्ने एक। अर्को कुरा बिचमा चाहिँ तपाईँ कस्तो भयो भने मौसमविदहरूले चाहिँ डेली चाहिँ भविष्यवाणी गर्दाखेरि आज चाहिँ मधेसमा चाहिँ मुसलधारे पानी पर्छ, आज रातिमा पानी पर्छ र त्यसले पनि अलिकति कन्फ्युजन क्रिएट गरेकै हो नगरेको होइन। किनभने मौसम विज्ञानले र मौसमविदहरूले चाहिँ फोरकास्ट गर्दाखेरि त्यो त सही नै हुन्छ। पहिले सही धेरै मिल्थ्यो, यसपालि चाहिँ धेरै मिलेन। त्यसकारणले त्यो कारणले गर्दा पनि अलिकति चाहिँ ढिलाइ भएको हो र रहेको लागि हामी त प्रोसेसमा गइसकेको र अहिले आएर पानी परिरहेछ 8 जिल्लामा, मध्य प्रदेशको 8वटा जिल्लामा पानी परेर अहिले राहत धेरै किसानहरूलाई भएको छ। दुईटा किसिमको समस्या देखियो कि एउटा त के देखियो भन्दाखेरि रोपाई नभएको हैन, सिँचाइ नभएर अब पर्याप्त मात्रामा सतह सिंचाई पनि हामी कहाँ विकसित हुन सकेको छैन और नदी नालाहरूको जुन छ साना पारम्परिक रूपले चाहिँ कच्ची बाँध बाँधेर पनि पहिले सिंचाइ हुन्थ्यो, त्यो पनि पर्याप्त मात्रामा हामीले हुन सकेको छैन। त्यस्तै किसिमले तपाईको के भन्नु भन्दाखेरि हाम्रो
गण्डक नहोस्। नेपाल भारतको सम्झौतामा गण्डकले चाहिँ बाट चाहिँ नि भारत सरकारले चाहिँ हामीले 850 क्युसेक पानी दिनुपर्ने हो। तर त्यो पानी पनि समयमा नदिएको कारणले पनि अलिकति जग्गा चाहिँ सिंचित हुन सकेन। जम्मा करिब 600 क्युसेक पानी मात्र त्यहाँबाट। त्यसको लागि पनि हामीले सङ्घीय सरकारमा पहल गऱ्यौँ, यसो गरौँ। अहिले पानी चाहिँ पर्याप्त नहरमा पनि आइरहेछ र त्यसले रौतहटसम्मकोलाई चाहिँ सिँचाइ चाहिँ दिन्छ। अर्को हामीले चाहिँ नि काठमाडौँमा चाहिँ सिँचाइ मन्त्रालयमा पनि त्यहाँ पनि छलफल भयो, सङ्घीय कृषि मन्त्रालयमा पनि छलफल भएको छ। अब त्यही छलफलको तहत हाम्रो सम्माननीय प्रधानमन्त्रीले 500 वडा चाहिँ नि डिप बोरिङ चाहिँ मध्य प्रदेशमा गाड्ने भनेर उहाँले घोषणा गर्नुभयो र त्यसको पनि मैले जानकारी पाएअनुसार त्यो अर्थमा गइसकेको छ र अब छिटै स्वीकृति भएर त्यो पनि आउँछ। अब अलिकति के छ भने यो सरकारी प्रोसेस चाहिँ तपाईँले अवलम्बन गर्नै पर्यो। अलिकति चुक कहीँ भयो भने भोलि नै अर्को प्रश्न तिर्सिन्छ कि यो नियम हुँदाहुँदै तपाईँ मिचेर किन गरेको भन्ने त्यो पनि आजकल छ नि त। त्यसकारण चाहिँ हाम्रो प्रक्रिया अगाडि राहत दिनको लागि अगाडि नबढेको होइन, हामीले बढाएकै हो। अब जनताले चाहिँ अब जनता यस्तो थियो कि तपाईँको पार्टीले चाहिँ सबैभन्दा खास गरेर विशेष यदि किसानकै कुराले चाहिँ प्राथमिकतामा राख्नुहुन्थ्यो, किसानकै कुराले चाहिँ हरेकचोटि आवाज उठाउने, मल खाद बिउ बिजन यस्तो तरिकाले अब आश पनि थियो कि कहीँ न कहीँबाट चाहिँ जो गरेर चाहिँ ल्याउनुहुन्छ कि यो सरकारबाट धेरै नै अपेक्षा थियो किसानलाई। तर योचोटि अब तपाईँ भन्नुभयो कन्फ्युज भयो होइन, त्यो मौसमविदको कारणले त्यो पनि तर के हुन्छ भने केही योजना ल्याइदियो भने अनि त्यसपछि योजना त आएकै छ। अहिलेको लागि दिने नै हो। अब आकाशबाट पानी पर्ने हो, त्यो पानी पराउने न तपाईँको हातमा छ मेरो हातमा छ, त्यो त प्राकृतिक कुरो हो होइन। र यो संसारमै यो वातावरणको चाहिँ परिवर्तनले गर्दाखेरि चाहिँ अब ठुला देशले चाहिँ कार्बन उत्सर्जन बढी गर्छन्, उनीहरूको कारणले चाहिँ ग्लोबल इन्भाइरोमेन्टमा असर परिरहेछ। त्यसको मार चाहिँ हामी जस्तो गरिब राष्ट्रहरूले खेपिरहेको छ। त्यस कारणले चाहिँ अब त्यो समस्या एकातिर छँदैछ। अब त्यसको लागि पनि हामीले नगरेको होइन, हामी त गरिराखेको। अब पानी पर्ने हो त्यो त मौसमको मा भर पर्ने, अब पर्यो नि त। अब पर्यो त धेरै राहत भएको छ। अब किसानको दुःखले चाहिँ उहाँको सरकारले सुनिदिनु भएन, उहाँको जनप्रतिनिधिले सुनिदिनु भएन, तर चाहिँ आकाश भगवानकै भरमा चाहिँ एकचोटि किसानलाई चाहिँ म त भगवानमा आस्था राख्ने मान्छे हो, म विश्वास राख्ने मान्छे हो। अब त्यो अलग प्रसङ्ग हो। तर के छ भन्दाखेरि यो त यथार्थ हो नि त। हाम्रो देशमा मध्य प्रदेश हुने समग्र नेपालको कुरा गर्ने हो भने सिँचाइ जति मात्रामा हामी कहाँ सिंचित क्षेत्र छ हामीले पुर्याउन सकेको छैनौँ। अब प्रदेश सरकारको साधन स्रोतले त भ्याएसम्म त हामी गर्ने हो। अब ठुल्ठुलो परियोजना त प्रदेश सरकारले गर्न सक्ने अवस्था चाहिँ छैन। तथापि हामीले जे गर्नुपर्ने त्यो हामीले प्रबन्ध त अब खास गरेर के भने वास्तवमा भन्यो भने यो सिँचाइको प्रबन्ध चाहिँ नि को लागि सिँचाइ मन्त्रालय हो। कृषि मन्त्रालय भनेको खाद्यान्न उत्पादन, हामी उत्पादनसँग जोडेको मन्त्रालय हो। तर हाम्रो मन्त्रालयमा पनि स्यालो ट्युबवेल पहिलेदेखि धेरै वर्षदेखि नै यो स्यालो ट्युबवेल आइरहेको हुनाले त्यो प्रक्रियागत हामी पनि जति हाम्रो मन्त्रालयले भ्याएसम्म हामी दिइरहेको छ। अहिले पनि तपाईँको सूचना जिल्लामा निस्केछ, स्यालोको पनि निस्केछ, तपाईँको चाहिँ यो कहीँ बाँध पहिनीको पनि छ। अब कस्तो हाम्रो कहाँ पनि कस्तो छैन। पहिले हाम्रै गाउँघरमा म पनि किसानको छोरो, मेरो पनि खेतीपाती छ। पहिले 2 बाली धान हुन्थ्यो हामी कहाँ। अनि खोलामा पानी आउँथ्यो, खोलाबाट पानी कुलोमा आउँथ्यो, कुलोबाट चाहिँ आउँथ्यो। जङ्गलको छेउबाट 30 किलोमिटरसम्म पनि पानी चाहिँ सिँचाइ हुन्थ्यो कुलोले। पछि गएर के आयो भन्दाखेरि 14-15 किलोमिटरमा सीमित भयो। अहिले आएर के छ भन्दाखेरि जङ्गलबाट चाहिँ 5-6 किलोमिटरसम्म मात्र खोलाको चाहिँ पानीले सिंचित भइरहेछ। अब लेयर खतम हुँदैछ। त्यो किन भन्दाखेरि तपाईँको चुरेको जुन अवैध उत्खनन र अनियन्त्रित बसोबास, अनियन्त्रित जङ्गल फडानीले गर्दाखेरि चाहिँ पनि पानीको मुहान सुकिरहेछ। अब यसको दीर्घकालीन उपाय के हो भन्दाखेरि चुरेको प्रोटेक्सन, मधेसलाई जोगाउनु छ भने चुरेलाई एकदमै उसको प्रोटेक्सन गर्नु पर्यो र चुरेको ठाउँमा तपाईँको पानी सङ्कलन केन्द्रको स्थापना, ठुल्ठुलो पोखरी ताल जस्तो बनाएर त्यो सङ्कलन गर्नुपर्छ। र त्यस्तै गरेर तपाईँको जस्तै अब मरिनको कुरो पानी बागमतीमा ल्याउने कुरो छ, त्यो ठुलो परियोजना हो। यो बागमती अहिले कस्तो छ भन्दाखेरि अहिले
बागमतीमा पानी बगिरहेछ, कमलामा पानी बगिरहेछ, कोसीमा पनि पानी बगिरहेछ, तर तीको छेउको चाहिँ खेत चाहिँ सिँचाइ भएको छैन। यो दुर्भाग्य कुरो। त्यसका लागि अब दीर्घकालीन सोचमा के ल्याउनु पर्यो भन्दाखेरि तपाईँको बागमतीबाट पश्चिमतर्फ चुरे रेन्जबाट नहर खन्नु पर्यो। नहरको पानी जुन जुन बस्तीमा खोलाहरू गएको छन् त्यसमा पनि फाल्नु पर्यो। यति दिनसम्म नभएको कारण के हो? यो यसको आवाज पहिलेदेखि पनि नउठेको होइन, गर्नुपर्छ। राष्ट्रपति चुरे संरक्षण परियोजना नै हाम्रो यहीँको चाहिँ पूर्व राष्ट्रपतिजी डाक्टर सामान्य रामवरण यादवजी उहाँ हुँदाखेरि सुरु भएको हो। त्यसको नतिजामुखी धेरै आउन नसकेको यथार्थ चाहिँ छँदैछ, मिडियाहरूमा पनि आइरहेछ। त्यस कारण त्यो व्यवस्थित गर्नुपर्छ र यस ठुलो प्रोजेक्ट हो। यो लगानीमा चाहिँ नि प्रदेश सरकारले गर्न सक्ने लगानी होइन, त्यसमा अर्बौँको लगानी हुन्छ। त्यस्तै गरेर तपाईँको रापती खोलाको पानी छ मकवानपुरको, तपाईँको नारायणी नदीमा पर्याप्त पानी छ। नारायणी नदीको चाहिँ पानी रापतीमा ल्याएर रापतीमा तपाईँको ड्याम बनाएर त्यो पानी तपाईँको पर्सा वन्यजन्तु आरक्ष भएर चाहिँ नि तपाईँको 12 ल्याएर पर्सा आएर 12 रौतहटसम्म पनि नहर चाहिँ ल्याउन सकिन्छ, सिँचाइको लागि गर्न सकिन्छ। अब यो कुरा नउठेको होइन, अब उठिरहेछ। अब तर के छ भन्दाखेरि समयमा यदि भइदिएको भए त यो प्रब्लमै राम्रो हुन्थ्यो, यो समस्या आउँथेन। तर जे भयो तर अबदेखि पनि सचेत हामी हुनु पर्यो। चुरेको प्रोटेक्सन र पानीको यो भूमिगत जुन छ तपाईँको ट्युबवेल भयो, डिप ट्युबवेल हो, यो लङ टर्मको सल्युसन होइन। हजुर, दीर्घकालीन समाधानको लागि सतह सिँचाइमै हामी जानुपर्छ। मन्त्री चाहिँ यस्तो छ नि कि सिँचाइको लागि ठुलो परिमाणमा चाहिँ तपाईँको के भन्छ बजेट छुट्याइन्छ, तर त्यो बजेट चाहिँ कागजसम्म मात्रै चाहिँ सीमित रहन्छ। यति बजेट आउँदाखेरि बजेट गइरहेछ का? होइन, सिँचाइमा त जुन योजनाहरू परेको छ त्यो योजनाहरू त काम भइराखेको छ नि त, नभएको त होइन नि। बजेटमा जुन योजना छुट्याउँछ त्यही योजनाको काम हुनुपर्छ नि, त्यो हुनुपर्छ नि। यो मल अभावको समस्या वर्षेनी चाहिँ तपाईँको के भन्छ आइरहेको हुन्छ होइन, दोहोरिन्छ, तर समाधान किन स्थायी रूपमा चाहिँ गर्न सकिरहेको छैन होइन? अब बोल्ने त सबैले बोल्छन् तर भइरहेको छैन। मलको समस्याको बारेमा यथार्थ के हो भने यो जनतालाई ढाट्ने कुरा हुँदैन कि। हजुर, जबसम्म नेपाल सरकारले मलको आफ्नै चाहिँ फ्याक्ट्री नेपालमा हामी बनाउन सक्दैनौँ तबसम्म यो चाहिँ नि मलको चाहिँ समस्या चाहिँ रहिरहन्छ। तपाईँको मधेसको चाहिँ हामीले 45,000 मेट्रिक टन चाहिन्छ मल, हामीले प्राप्त मधेसले कति गर्छ 11,000 मेट्रिक टन। त्यो नेपालको चाहिँ नि आएको आयात भएको मलको 30% मल मधेसले पाउँछ, सबभन्दा बढी मधेसले पाउँछ। तर आयात भएको 30% पाउँछ, त आयात नै कम छ भन्दाखेरि त बढी पाउने कुरा भएन। अब एकैछिन त्यस कारण यसको लागि समस्याको समाधानको लागि मैले चाहिँ अस्ति चाहिँ सङ्घमा पनि मिटिङ हुँदाखेरि मैले मेरो आफ्नो ओपिनियन राखेको थिएँ। सरकारले चाहिँ मल फ्याक्ट्री बसाउन सकिरहेको छैन। त्यो अवस्थामा अब सरकारले के गर्नु पर्यो भने केही तपाईँको ब्रान्डेड मलहरूले कारखानाहरूलाई वा उनीहरूलाई सूचीकृत गरिदिनु पर्यो। यो मल चाहिँ नि किसानको खेतीको लागि उपयुक्त छ, राम्रो छ र सरकारले मल चाहिँ ओपन गरिदिनु पर्यो प्राइभेट सेक्टरलाई। र सब्सिडी जुन मलमा जुन दिइरहेछ त्यो किसानको चाहिँ एउटा कार्ड बनाएर त्यो डाइरेक्ट किसानको खातामा हालिदिने, त्यसले गर्दा दुईवटा कुराको समस्या समाधान हुन्छ। एउटा त के छ भनेदेखि प्राइभेट सेक्टर लाग्यो भने तपाईँको उनीहरूले आफ्नो मल टाइममा ल्याउँछन्, खुला ओपन गरिदियो भने। अर्को कुरो के छ भन्दाखेरि यो मलको अनुदानमा अथवा मल वितरणमा जुन अहिले त हाम्रो मन्त्रालयले सचिवको अध्यक्षतामा कमिटी छ, हाम्रो मन्त्रालयले मध्य प्रदेशको जति चाहिने मल पाउँछ खेती योग्य जग्गाको डाटा छ, हरेक जिल्लाको डाटा छ। त्यो डाटाको आधारमा दामासाहीले हामी पठाइदिन्छौँ होइन, छुट्याइदिन्छौँ। त्यसपछि सामग्रीले चाहिँ सहकारी मार्फत दिन्छ, पालिका त्यो सहकारीले चाहिँ पालिकाले चाहिँ सिफारिस गरेर उनीहरूलाई जिम्मेवारी दिएको हुन्छ अनि सहकारी मार्फत जान्छ। अब के आएछ विगतमा मिडियाहरूमा पनि गुनासो आयो, पब्लिकको पनि गुनासो आयो कि यो चाहिँ सहकारी मार्फत गएको मल पनि दुरुपयोग भयो। त्यस कारणले सबभन्दा राम्रो उपाय के हो भन्दाखेरि मल चाहिँ ओपन गरिदिने र किसानको कार्ड लागू गर्नु पर्यो। लागू गरेर चाहिँ हामी मलको चाहिँ अनुदान चाहिँ किसानको खातामा राखिदिनु पर्यो। खातामा गएपछि त सुरक्षित भयो नि, कुनै दुरुपयोग कुरो भएन। कति दिनमा यस्तो यो समाधान किनकि यो हाम्रो अब तपाईँले के एउटा बुझिदिनु पर्यो भन्दाखेरि यो मल आपूर्ति गर्ने प्रदेश सरकारको जिम्मा होइन।
हजुर सङ्घीय सरकारले जिम्मा लिएको छ हजुर त यो सङ्घीय सरकार समन्वय त तपाईहरुले हामीले भन्ने हो किनकि आवश्यकता त छ नि हामीले भनिरहेछौँ हामी त हरेक मिटिङमा कुरा उठाउँछौँ हरेक मिटिङमा गएर भनि पनि रहन्छौँ यहाँको मधेसको किसानको समस्या अनुदानको समस्या यी बारेमा चाहिँ नि छलफल गर्ने किनभने भन्छौँ हामी किनभने कृषि मन्त्रालयमा हाम्रो चाहिँ बैठक र भूमि सुधार भूमि व्यवस्था मन्त्रालयमा पनि बैठक हुन्छ किनभने हाम्रो त दुईवटा कुरा जोडिएको छ नि त भूमि व्यवस्था कृषि तथा सहकारी त केन्द्रमा चाहिँ भूमि व्यवस्था अलग्गै छ हजुर र सहकारी र कृषि दुईटै मन्त्रालयको मिटिङमा हामी जान पाउँछौँ दुईटै ठाउँमा हामीले यो कुरा उठाइरहेछौँ कि यसरी यस्तो व्यवस्थापन हुनु पर्यो तपाईँले केही दिन अगाडि मिडियामै सुन्नुभएको थियो नि त सङ्घीय कृषि मन्त्रीले त भन्नुभएको थियो नि मल आपूर्ति हामी गर्न सकिरहेको छैनौँ र सक्दैनौँ हामी त्यो यथार्थ हो त्यसलाई त यथार्थले स्वीकार्नुपर्छ जनतालाई हामी सबैलाई दिइदिन्छौँ भन्नुको साटो जे यथार्थ त्यसलाई स्वीकार्नु र त्यो स्वीकारेर बरु त्यसलाई समाधानको बाटोमा जानु त्यो चाहिँ राम्रो हो तर भइरहेको छैन समाधानको बाटो जुन हिसाबले हुनु पर्यो त्यो दिनु पर्यो त्यस्तोमा भइरहेको छैनन् अहिले तपाईँले मन्त्रीजी लाग्दैन कि यो जुन अहिले कतै न कतै गएर चाहिँ किसानहरू निरुत्साहित भएर हरासमेन्ट भएर उहाँहरूमा पनि यस्तो भइसकेको छ किनकि मध्य प्रदेश सबैभन्दा उब्जर क्षेत्र मान्ने धेरै गहुँ चामल हरेक कुरा चाहिँ यतै हुने तर अहिले चाहिँ उहाँहरूले चाहिँ अब छाड्या छ किनकि त्यति अहिले तपाईँ कुरा गर्दाखेरि जसरी अहिले सुक्खा प्रभावित क्षेत्र छन् त्योमा चाहिँ बिउ बिजन उहाँले लगाएको छ मेहनत त्यति गरेर सबै सकिसक्यो अब यसमा तपाईँले म के भन्छु भने अब यो मधेसमा के अरे फेरि नयाँ तरिकाले हामी सोच्छौँ अब फलफुल अथवा खाद्यान्नको धानको होस् गेहुँको हो मकै होस् या अन्य खाद्यान्न बाली अब नयाँ किसिमको भेरिएन्ट पनि आइसकेका छन् तपाईँको 45 डिग्री टेम्परेचरमा पनि हुने र त कम सिँचाइमा हुने त्यो किसिमको जातहरू पनि आइसकेका छन् त्यस किसिमको जातलाई हामी चाहिँ किसानलाई भनिरहेको छौँ यो जात लगाऊ हामी हल्दीनाथमै त्यो बिउहरू छ त्यो जातको बिउ छन् र अब नभएको अब आगामी दिनमा चाहिँ तपाईँले बाहिरबाट झिकाउने काम पनि हाम्रो प्लानिङमा चाहिँ भइरहेछ तर अहिले पनि बिउहरू जहाँ पुग्न सकेको छैन त्यहाँ हामीले उपलब्ध गराउने अवस्थामा हामी छौँ डिपेन्ड राखेका छौँ अर्को कुरो के छ भन्दाखेरि पहिले खेती हुँदाखेरि के भन्थ्यो एउटा सट्टा मार्ने भन्थ्यो अब यतातिर के भन्छ हाम्रो उता भोजपुरीमा सट्टा मार्ने भन्थ्यो कि धान छर्दिने के बिउ नै खेतमा छर्दिने त्यो प्रविधि पनि पहिले पनि हुन्थ्यो र छिटो चाहिँ नै हुने भने त्यो प्रविधिको प्रयोग पनि हुन सकिन्छ कम समयमा हुने जातको धानहरू पनि छन् कम समय लाग्ने त्यो किसिमको धानको चाहिँ बिउ हामीले प्रयोग गर्न सक्नु पर्यो त्यस कारणले यो समस्या आयो अब समस्या आए त्यसको चाहिँ निदानको लागि चाहिँ बाटो त खोजिन्छ नि हो अब नयाँ बाटो चाहिँ मध्य प्रदेशको लागि चाहिँ नयाँ बाटो खाद्यान्न उत्पादन क्षेत्रमा बिउको लागि चाहिँ नयाँ भेराइटीको नयाँ बाटो चाहिँ अवलम्बन गर्नुपर्ने आवश्यकता हामीले महसुस गरिरहेका छौँ त्यसको लागि हाम्रो मन्त्रालय लेभलमा छलफल पनि भइरहेछ र निश्चित रूपमा हामीले चाहिँ त्यो आगामी दिनमा त्यो किसिमको किसानलाई हामी रेफर पनि हामी गर्छौँ यो जात अहिले पनि हामी बोल्ने गर्छौँ हल्दीनाथमा पनि 2-3 किसिमको जातको भेराइटी छ त्यो छिटै हुन्छ कम समयमा र उत्पादन पनि बढी हुन्छ तर अब अहिले के छ भन्दाखेरि अब सुरुको साउनसम्म यो पहिलो हप्तासम्म रोपाई भएको धान र अहिले जुन रोपाईको धान भइरहेछ यसमा अलिकति उत्पादन त ह्रास आउँछ जुन पहिले रोपिएको छ त्यो त्यसको मात्रामा यसको उत्पादनमा केही मात्रामा चाहिँ ह्रास आउँछ जस्तै प्रदेशका अधिकांश किसान साना र सीमान्त छन् हैन उनीहरूको लागि नीतिभन्दा पनि फोटो सेसन हुने कार्यक्रम बढी हेराइरहेको छ यसमा तपाईँ के भन्नुहुन्छ किनकि अब फोटो सेसन हरेक ठाउँमा चाहिँ अनुगमनै गर्दा जाँदाखेरि त्योमा अनुगमन थोरै हुन्छ तर फोटो सेसन धेरै हुन्छ अनि अनुगमन कार्यक्रम किन नहोस् त्यसमा कार्यक्रम सानै हुन्छ तर फोटो सेसन तपाईको मेरो फोटो त धेरै आउँदैन हेर्नुस् तपाई हैन तर भइरहेको छ कि छैन यो त भइरहेछ नि यो फोटोमा धेरै खिचाउने विश्वास पनि गर्दिन हैन र अनुगमनको पनि एउटा पाटो हुन्छ हैन अनुगमन नगरिकन कार्यक्रम पनि प्रभावकारी तरिकाले अगाडि बढ्न सक्दैन कुनै पनि प्रोजेक्ट होस् कुनै पनि कार्यक्रम होस् सञ्चालन गर्दाखेरि चाहिँ व्यवस्थित र विधिसम्मत तरिकाले हुन सकेको छ कि छैन त्यसको लागि त अनुगमन त
गर्नै पर्यो अनुगमन गरेपछि नि थाहा हुन्छ अब रहेको लागि अब अनुगमन गर्दाखेरि फोटोसोटो राख्छन् होला त अब हजुर जस्तै त्यो त आपत्तिजनक विषय हो। आजकै डेटमा हेर्दाखेरि पहिला योभन्दा 4-5 साल भनौँ अथवा 10 साल पहिलाको जुन यो मध्य प्रदेशमा पहिला पनि डक्टर इन्जिनियर पढिन्थे मान्छेहरू होइन टिचर लाइनमा चाहिँ जान्थ्यो यताबाट डाँडा काँडा पाहाडसम्म पढाउन जान्थ्यो मान्छेहरू तर त्यही किसानको छोरा जुन यो धान बालीबाट चाहिँ उहाँहरूले चाहिँ कमाउनुहुन्छ बेच्नुहुन्थ्यो तर घर परिवार पनि चलाउनुहुन्थ्यो टन्नै आज भोलि त तपाईँको के भन्छ 1-2वटा बच्चा मात्रै घर फ्यामिली त्यति ठुलो पनि हुँदैन तर पहिला चाहिँ संयुक्त फ्यामिली हुन्थ्यो तर आजको डेटमा चाहिँ मान्छे यो सबै छाडेर विदेश पलायन भइरहेछ युवाहरू चाहिँ यता बस्न चाहिरहेका छैनन् कुनै यदि किसानले चाहियो भने म यो आजको डेटमा चाहिँ ड्राई फ्रुट अथवा कुनै कुरा लगाऊ भने किसानहरू तर उहाँको चाहिँ मनोबल चाहिँ कतै न कतै चाहिँ कमी भइरहेछ होइन यसमा एउटा कुरा के छ भने एउटा अब सामाजिक त्यो रोक्ने प्रयास कसरी हुन्छ तपाईँले एउटा कुरा राखौँ हजुर यसमा हाम्रो सामाजिक सोचाइको पनि एउटा कमी छ के जस्तै हामीले के सोच्छौँ भन्दाखेरि हाम्रो छोराछोरी पढेपछि जागिर नै खान्छौँ होइन बिजनेस व्यापारमा हामी जाँदैनौँ हजुर अब बल्ल बल्ल मान्छेहरू चाहिँ यताको पनि मान्छे एउटा जानला नत्र भने एउटा क्लास थियो मधेसमा खास गरेर मारवाडी क्लास पहाडमा जानुभयो भने काठमाडौँ नेवार समुदाय अरू समुदायको बन्द व्यापार त्यति हुन्थेन तर आज मान्छे चाहिँ बन्द व्यापारमा पनि अब धेरै मात्रामा जान थाले अर्को कुरा के छ भने स्कुल जाने बित्तिकै मेरो छोरो त आइए पास भइसकेको छ मेरो छोरो त बिए पास भइसक्यो खेती गर्ने हो कसैले भनिदियो भने उल्टेमा गाली गर्छ कसैको मान्छेलाई एउटा तरकारीको पसल गर न तरकारीको पसल गर्दाखेरि कमाउँछ राम्रो हुन्छ मलाई मेरो छोरालाई बिए पास गरेको अब तरकारीको व्यापार गरेर तपाईँ भन्नुभयो त्यो किसिमको कन्सेप्ट हाम्रो पहिलेदेखि बसेको छ नि त्यसमा परिवर्तन हुनुपर्छ खेतीमा तपाईँले एकैछिन तपाईँले खेतीमा र तरकारीमा फलफुलमा दुग्धमा के अरे उत्पादनमा फाइदा छैन एकदम प्रशस्त फाइदा छ म तपाईँलाई हेर्नुहोस् बाह्रतिर हेर्नुहोस् एउटा किसानले आफ्नो छोरालाई यही किसानी गरेर तपाईँको इन्जिनियर बनाएको छ छोरीलाई पनि डक्टर बनाएको छ त्यस्तो किसानहरू पनि तपाईँ भेटाउनुहुन्छ एकदमै राम्रो गरेका छन् जहाँ जहाँ तपाईँको जनचेतना आएको छ त्यहाँ सहकारीको माध्यमबाट सहकारी बनाएर राम्रो उत्पादन गरेको छ र आम्दानी पनि राम्रो लिएको छ हेर्नुहोस् अहिलेको जमानामा तपाईँ मिडियामै हेर्नुहोस् मिडियामा पनि आइरहेछ नि त विदेशमा गएको मान्छेहरू नेपालमा फर्केर पहाडमा पनि मधेसमा पनि तपाईँको फलफुलको खेती भैँसीको दुग्धको खेती गाई पालेर दुग्ध डेरी उद्योगको गरेर प्रशस्त पैसा मान्छेले कमाइरहेछ अहिले एक एक किसिमको तपाईँको आलुको यस्तो भेराइटी हुन्छ कि अहिले आएछ नयाँ बिउहरू कि अहिले परम्परागत जुन उत्पादन आलुको थियो त्योभन्दा ट्रिपल चाहिँ उत्पादन भइरहेको छ त्यस्तो किसिमको हाइब्रिडहरू पनि आइसकेको छ र तपाईँको त यो पहिले यो अङ्गुर स्याउ हामी के भन्थ्यौँ भन्दाखेरि यो चिसो ठाउँमा हुने हो गर्मीमा हुँदैन अब त्यस्तो जात आइसक्यो कि तपाईँको मधेसमा पनि तपाईँको खेती गर्न सक्नुहुन्छ त्यो जातहरू पनि आइसक्यो त्यो यो के छ भने यसलाई प्रोत्साहित गर्नुपर्छ किसान निरुत्साहित भएको त्यो हाम्रो चेतनाकै कमी होला काउन्सिलिङ गरिराख्नु भएको छैन होला त्यो तपाईँले म उदाहरण दिन्छु हामी केटाकेटी हुँदाखेरि हामी हेर्थ्यौँ के अरे यो होलीमा यो छठमा इत्यादि चाडपर्व आयो भने के अरे 2 पसेरी 3 पसेरी त्यो बेलामा पसेरी भन्थ्यो अहिले केजीमा भन्छ भन्नुहोस् 10 केजी 15 केजी चाहिँ धान लिनको लागि मान्छेहरू चाहिँ हुने खानेको घरमा चाहिँ घन्टो गरेर उभिन्थ्यो अहिले हेर्नुहोस् गाउँघरमा जानुहोस् जसको खेतीपाती जो बढी छ उसँग साधन छैन पढा लेखा मान्छे पनि धेरै भए अब गाउँको जो बस्ने मान्छेहरू छन् हुन्डा र बटैया लिएर जसले खेती राखेको छ जो अरूको घरमा 15 किलो धान माग्न जान्थ्यो ऊ आफ्नो चाहिँ दुवारमा भकारी बनाएर बसेको छैन धान त गर्नेले यी पनि छैन त्यो साउदीमा र 30,000 को महिना 35,000 को महिनामा गएर त्यत्रो हाई टेम्परेचरमा उठ चलाइरहेछन् मरुभूमिमा बसिरहेछन् त्योभन्दा त राम्रो त यहाँ एउटा पानीको गुम्टी चलायो भने फाइदा बढी हुन्छ नि त्यस कारण अरू उद्योग पनि थुप्रै छन् म काठमाडौँमा जाँदाखेरि एकजनासँग भेट भयो फलफुलको खेती व्यापार गरेर पहिले एउटा साइकलमा उनी गर्थे उनले आफ्नो कुरा सुनाएको
पछिबाट चाहिँ उनले चाहिँ बढ्दै गयो। अहिले भनेको दाइ मैले 20 जनालाई राखेको छु यो साइकलमा फलफुल चाहिँ म चाहिँ मोबाइलबाट अर्डर लिन्छु र यो एउटा घर बनाएको छु काठमाडौँमा भनेपछि एउटा फलफुलको व्यापारीले त्यति गर्न सक्छ भने अरू पनि नगर्न सक्ने र खेतीमा पनि तपाईँको सम्भावना प्रशस्त छ। हामीले समयमै चाहिने यो अलिकति चाहिने मलको व्यवस्था बिउ बिजनको व्यवस्था हामीले गर्न सक्यौँ भने र सबभन्दा सिँचाइको प्रबन्ध त्यसमा चाहिँ मिसनको रूपमा हामी अगाडि बढ्छौँ र हामी प्लानिङमा पनि गरिरहेछौँ र मलाई लाग्छ आउने वर्षहरूमा यसको नतिजा पनि आउँछ। त्यसकारण तपाईँले भनेको निरुत्साहित हुने उत्साहित छन् किसान उत्साहित छन् हो। बिचमा चाहिँ पानी नपरेर अलिकति अनुहारमा चाहिँ मलिनता छाएको थियो तर अहिले सबै फेरि खुसी भएको छन् पानी परेको छ खेतीपाती भइरहेको छ। त्यसकारणले यो हामीले कृषिलाई चाहिँ अब बिउ छैन कतिलाई चाहिँ अब बिउ नै खेतमा चाहिँ जलिसकेको छ अब कहाँबाट उपलब्ध गराइदिने। अब मैले भने तपाईँलाई बिउ त कस्तो छ भन्दाखेरि अहिले पनि तपाईँको परवानीपुर नार्कमा पनि बिउ छ होइन एभाइलेबल हुनसक्छ र एकदमै चाहिने बिउ नभएर खेत बाँझो भएको चाहिँ त्यो अवस्था चाहिँ छैन। हेर्नुहोस् यो अलि पानीको समस्या चाहिँ भएको हो र केही समस्या उत्पन्न भएको थियो त्यो समस्या मलाई लाग्छ धेरै समाधान अब भइसक्यो। मन्त्रीजी जसरी कृषि बिमा कार्यक्रम प्रभावविहीन देखिन्छ होइन क्षतिपूर्ति पाउन किसानलाई वर्षौं कुर्नुपर्छ यसमा कुनै डाउट छैन। किन त्यो के भन्छ नजिर बनाउन सक्दैन तपाईँहरू? होइन अब कृषि बिमा त भइ पनि रहेको छ खास गरेर चाहिँ तपाईँको यो समस्या आएको कि केराहरूमा अनि निजगढ साइडको किसानहरू आउनुभएको थियो त्यसमा चाहिँ बिमामा एउटा अर्को समस्या के भइदिएको भन्दाखेरि त्यो निजगढ क्षेत्रको चाहिँ केराको खेती प्रशस्त मात्रामा चाहिँ हुँदो रहेछ र जग्गा जुन छ नि त्यो के भन्छन् अप्रमाणित जग्गाहरू पहिले नेपालमा अव्यवस्थित अप्रमाणित पनि धेरै किसानहरूको छ त्यसले पनि समस्या निम्त्याएको हो। त्यसकारण यसको बारेमा हामी कुरा गरिरहेछौँ सँगसँगै पनि कुरा गरिरहेछौँ। हामी आफै पनि बिमा कम्पनीहरूलाई बोलाएर समयमा कुरा गरेका छौँ र उहाँहरूले भनेका छौँ हामी तपाईँहरूले यो चाहिँ एकदम तदारुकताको साथमा चाहिँ किसानलाई सहुलियत हुने गरी तपाईँहरूले गर्नुपर्छ। मलाई लाग्छ यसमा अब सुधार आउँछ। जसरी कृषि क्षेत्रमा व्यापक अनियमितता अनुदानको दुरुपयोग र दलाली चलिरहेको छ योमा पनि सत्यता नै हो कतै न कतै चाहिँ यो कुरा सत्य हो। त्यसमा चाहिँ मन्त्रीको प्रत्यक्ष जिम्मेवारी होइन कि कसो? अब यसमा यो कस्तो छ भन्दाखेरि यो कृषिको क्षेत्रमा थुप्रै अनुदानको कार्यक्रम छ हजुर तर बिउ बिजनमा पनि छ माछामा पनि छ केराहरूमा पनि छ अहिले चाहिँ मखानामा पनि हामी ल्याएको छौँ र यो दुग्धको क्षेत्रमा पनि अनुदानहरूको प्रशस्तमा व्यवस्था छ। सङ्घीय सरकारले पनि यसमा दिइरहेछ प्रदेश सरकारले पनि दिइरहेछ स्थानीय सरकारहरूले पनि गरिरहेछन्। अब यो हाम्रो दृष्टिकोणमा त के छ भन्दाखेरि यो सूचना प्रकाशन गरेर किसानहरूबाट निवेदन लिएर अनि साइट्समा गएर अनुगमन गरेर साइट्सको चाहिँ अनुगमन गरेर अनि सेलेक्सन जिल्लाहरूले गर्छन्। त्यस कारणले यसमा चाहिँ नि बदमासी भयो अथवा चाहिँ नि कसैले अपचलन गर्यो त त्यो किसिमको साबुत प्रमाण त हामीसँग आयो भने हामी कारवाही गर्छौँ आउनु पर्थ्यो कारवाही। कतिपय साथीहरूले अनौपचारिक रूपले आउनुहुन्छ कुरा हुन्छ भने कतिपय साथीहरूले यो सबै ठाउँको पनि समस्या देखेको छैन पर्टिकुलर केही ठाउँमा देखेको छ र यो व्यक्ति विशेषमा पनि भर पर्ने कुरा हो। त्यसकारण यसमा म के आग्रह गर्न चाहन्छु आदरणीय कृषक दाजुभाइ दिदीबहिनीहरूलाई कि त्यस्तो किसिमको कहीँ देखिएको छ र बिचौलियाले गर्दा प्रभाव पारेको छ भन्दाखेरि प्लिज कृषि मन्त्रालयमा तपाईँहरू जानकारी गराइदिनुहोस्। कतिपय साथीहरू आउनुभयो मैले भने त्यस्तो छ भने एउटा निवेदन त ल्याउनुहोस् न कहाँ भएको छ अनि आउनुहुन्छ उहाँहरू कुरा गर्नुहुन्छ त्यसपछि आउनुहुन्न। यो स्थानीय सरकारले जसरी गुनासो गरिरहेको छैन मन्त्रालय मञ्च के भन्छ यो समन्वय चाहिँ विफल भएको छ कि के हो? के को समन्वय? जसरी यो अहिले यो जुन डाइरेक्टली तपाईँको जुन यो सुक्खा क्षेत्रमै घोषणा गर्यो होइन चाहे उहाँ हरेक कुरामा भन्छ म समन्वय गरिरहेको छु होइन मन्त्रालय नै मौन हो भनेर होइन के छ भने एउटा कुरा के बुझ्यौँ भने अब नेपालको संविधानले तीन तहको सरकार बनाइदिएछ स्थानीय सरकार प्रदेश सरकार र केन्द्र सरकार होइन। अब जे कुरामा समन्वय गर्नुपर्ने हो स्थानीय निकायसँग हामी समन्वय गर्छौँ। जस्तै तपाईँको यो स्थानीय तहमा कृषि सम्बन्धी भएका
कर्मचारीहरूलाई चाहिँ उनीहरूलाई ट्रेनिङ दिने हजुर। त्यो हाम्रो जिल्लाले उनीहरूसँग समन्वय गर्छ, बैठक पनि राख्छ होइन। अथवा यो पालिकाहरूमा केही कार्यक्रमहरू गर्दाखेरि चाहिँ पालिकाहरूसँग पनि सम्बन्ध राख्ने। तपाईँले हरेक यो अनुदानमा वा तपाईँको कृषि बजार निर्माणमा वा कृषि सडक निर्माणमा हरेकमा त पालिकाको सिफारिस त छ नि त। वडाको सिफारिस बिना त हुँदैन, वडाले नै सिफारिस गर्नुपर्छ। त्यस कारणले समन्वय नभएको समन्वय छ र अझ प्रगाढ बनाउनुपर्छ। अझ चाहिँ बढी अझै संहिता आएपछि अझ यसलाई व्यवस्थित र व्यापक बनाउनु पर्ने जरुरी छ। त्यो चाहिँ छ जुन मात्रामा प्रदेश केन्द्र र स्थानीयको समन्वय हुनु पर्थ्यो त्यो मात्रामा अहिले हुन सकेको छैन। यो कुरा म पनि स्वीकार गर्छु, मैले यो कुरा केन्द्रमा पनि बारम्बार उठाएको छु। तपाईँले एउटा कुरा इक्जाम्पल भन्नु, अहिले पनि कस्तो छ भन्दाखेरि यो मनोवृत्ति त हामी पुरानै ब्युरोक्रेसी छ। तपाईँले म आफ्नो एक्सपिरियन्स सुनाउँछु। म जिल्ला विकास समितिको सभापति थिएँ वर्षमा, अनि त्यो बेलामा पनि स्थानीय विकास मन्त्रालयले के बुझ्थ्यो भने यो जिल्ला विकासको सभापतिहरू त हाम्रो मातहतको हो भन्छ। भने हाम्रो मातहत यिनीहरू त हामीभन्दा मुनिका हुन्। अहिले पनि सङ्घमा के छ भन्दाखेरि सङ्घको कर्मचारीले प्रदेशको कर्मचारीलाई, सङ्घको मन्त्रीले चाहिँ प्रदेशको मन्त्रीलाई उहाँ त प्रदेश हेर्ने दृष्टि परिवर्तन भएको छैन। जुन पहिले थियो त अहिले छ। त्यस कारण मैले यो काठमाडौँको मिटिङमा पनि भने कि यो तपाईँहरूले सोचमा चाहिँ परिवर्तन ल्याउनु पर्यो। यो प्रदेश सरकार पनि एउटा सरकारै हो, स्थानीय सरकार पनि सरकारै हो। त्यो समन्वय चाहिँ त्यहाँबाट अब तपाईँको अब नक्टाजिजको छ। नक्टाजिजमा सबै यत्तिकै खेर गएछ, घर त सबै भताभुङ भइरहेछ। हामीले सङ्घलाई के भन्यो भन्दाखेरि त्यो बनाएर मर्मत गरेर हामीले चाहिँ दिनुहोस् न, हामीले घर पुगिरहेको छैन। यहाँ विभिन्न संस्थाहरू भूमि व्यवस्था आयोगको साथीहरू हुनुहुन्छ, अरू अन्तर्राष्ट्रिय इन्टरनेसनल लेभलका अरू संस्थाहरू छन्, उहाँहरू आउनुहुन्छ जो एग्रिकल्चरमा काम गरिरहेछन्, भूमि सम्बन्धी काम गरिरहेछन् कि हामीले चाहिँ अफिसको लागि चाहिँ ठाउँ दिन सकिरहेको छैनौँ। हाम्रै मन्त्रालयमा पनि तपाईँको समस्या छ। यो शाखाहरू त्यो बनाएर प्रयोग गर्न दियो भने त्यो पनि दिँदैन। तपाईँको गाई गौशाला छ, गाई गौशालाको हेर्नुहोस् कतिको बिजोग छ। हामीले के गर्नु भने सङ्घलाई के भन्यो भने मन्त्रालयमा गएर लिखित पनि दिएँ, म आफै पनि कतिचोटि गएँ कि त्यो तपाईँहरू गर्न सकिराख्नु छैन, त्यो प्रदेशलाई हस्तान्तरण गर्नुहोस्, हामी चाहिँ उत्कृष्ट केन्द्र बनाउँछौँ, फर्स्ट क्लास उत्कृष्ट केन्द्र बन्छ। त त्यो पनि दिँदैन हेर्नुहोस्। अब जति तपाईँको कृषि एग्रिकल्चरसँग ठुलो ठाउँहरू छ त्यो सबै अहिले सङ्घमै छ। प्रदेशमा सानो मात्र देख्छ। त्यस कारणले यो विभेदको चाहिँ अन्त हुनुपर्छ। के हो खास गरेर यो हाम्रो यो मध्य प्रदेशसँगै नै विभेद गरिरहेछ कि कस्तो के लाग्यो? होइन, मध्य प्रदेश होइन, यो सबै प्रदेशको यही हुन्छ। सबै प्रदेशको अझ पनि प्रदेश र सङ्घको धेरै नियम कानुन छ जो बाँधिएको छ। अहिले पनि त्यो संशोधन हुन सकेको छैन र चाहिँ प्रदेश सङ्घले जुन प्रदेशलाई हेर्ने पर्ने दृष्टिकोण हो त्यो मध्य प्रदेशलाई त्यस्तो हेरेको होइन कि सबै प्रदेशको यही गुनासो छ। मन्त्रीजी, तपाईँ चाहिँ अहिले यो पदभार ग्रहण गर्नुभयो होइन, धेरै मान्छेलाई चाहिँ धेरै अपेक्षा होला तपाईँसँग होइन। विशेष गरेर अहिले सरकारकै साहित्यमा नगएर हामी विशेष गरेर तपाईँको भूमिका यसमा अब यो चुट्टी त अब पानी त्यस्तै छ होइन, तर अहिले भगवान् सुनिया हो, तर पानी परिरहेछ होइन, अब कोही पर्छन् होला कि योमा विशेष गरेर खास गरेर मन्त्रीजीको कस्तो भूमिका हुनेछन्? यदि पानी वास्तवमा अब परेनन्, अब पर्यो भने अहिले परिरहेछ भने खेत चाहिँ रोपाइ भइहाल्छ, त्यसपछि फेरि मल चाहिन्छन्, फेरि सिँचाइको त्यो पानी चाहिन्छन्, फेरि कस्तो भूमिका होला यहाँको? हामीले के छ भने कि हाम्रो भूमिका एक त आफै मन्त्रालयले कार्यान्वयन गर्ने भूमिका पनि हो। सिँचाइको क्षेत्रमा, बिउ बिजनको क्षेत्रमा हामीले गर्ने हो र त्यसका लागि चाहिँ नै हामी लागि पनि रहेको छौँ होइन। र अर्को कुरो के छ भन्दाखेरि यो सिँचाइको सँगसँगैमा मैले भने अब यसको बृहत्तर सोच चाहिँ बनाउनै पर्छ। अब यो चाहिँ सतह सिँचाइले बढी चाहिँ फोकस गर्नुपर्छ। त्यसमा सबभन्दा म सुरुदेखि नै जोड दिँदै आएको, म मन्त्री नहुँदाखेरि सांसदमा हुँदाखेरि म पहिलोचोटि बोल्दाखेरि हाउसमा बोल्दाखेरि त्यहाँ पनि मैले भनेको थिएँ कि यो सबभन्दा पहिले किसानलाई हामीले सिँचाइको पहिले सिँचाइ त्यसपछि अरू कुरा हुन्छ। यदि समयमै हामी सिँचाइ
गर्न सक्यौँ भने मल अलिक थोरै पायो भने उत्पादन अलिक कम होला तर उत्पादन त हुन्छ नि भोकमरीबाट त मर्दैन मान्छे हो त्यस कारणले त्यो चाहिँ पहिले सिँचाइकै नै हो त्यसपछि मल बिउ इत्यादिको बिउ बिजनमा पनि हामी धेरै फड्को मारिरहेका छौँ तपाईँ कति उठाउनु भएको छ कुरा यो हाउसमा एकदम म त यो सिँचाइको बारेमा त धेरै बोलेको छु म तर कति त्यसमा कार्यान्वयन होइन कारण त अब के छ आफ्नो विधि अब यो सिँचाइको कुरो के छ भन्दाखेरि मैले तपाईँलाई फेरि पनि भने सिँचाइको होस् अथवा कुनै कुरा होइन तपाईँ उठाउनुहुन्छ फेरि त्यो मात्रै तपाईँ बोल्नुहुन्छ त्यतिकै सुन्नुहुन्छ कि त्यो कुराले अघि पनि बढाएको होइन म मात्र बोल्ने अरू सांसदले पनि बोल्नुहुन्छ अब सिँचाइको क्षेत्रमा पनि प्रदेश सरकारले पनि धेरै ठाउँमा गएर काम गरेको छ पक्की बाँध पनि गरेको छ डिप ट्युबवेल पनि गरेको छ अब कृषि मन्त्रालयबाट त स्यालो ट्युबवेलको पनि कामहरू नभएको धेरै ठाउँमा भएको छ र तपाईँले एउटा नोटिस यो स्यालो ट्युबवेलले गर्दा पनि यति धान रोपाइ भएको किसानको खेतमा हामी जुन स्यालो ट्युबवेल दिएको छौँ एउटा स्यालो ट्युबवेलले तपाईँको 5 बिघाको चाहिँ सिँचाइ गर्छ भन्दाखेरि त एक ठाउँमा जहाँ छ त्यहाँ त 5 बिघा वरिपरि कभर गरौँ र पालो गरी गऱ्यो भने अलिक बढी पनि कभर गर्छ त्यो पनि छ अहिले मुखियापट्टि मुसर्नियामा छ जुन धेरै ठाउँमा तपाईँको छ हरेक कुरा तर कसरी चाहिँ त्यो पानी चाहिँ कसरी आउँछ त्यो प्रविधि भएको छैन जुन हिसाबले हुनुपर्ने त्यही मलाई लागिरहेछ अहिले जुन तपाईँको तपाईँले के गर्नु तपाईँले कुन त्यो डिप ट्युबवेल हो सिँचाइ मन्त्रालयबाट भएको सिँचाइ मन्त्रालयबाट भएको केही डिप ट्युबवेलहरूको काम अहिले अधुरो छ अस्ति चाहिँ हाम्रो मिटिङ थियो क्याबिनेटको त्यहाँ यो कुरा उठेको थियो र त्यहाँ कुरा भएको छ कि सिँचाइ मन्त्रालयले तुरुन्त त्यो चाहिँ पहिले चाहिँ जो गाडिसकेको छ त्यसलाई सञ्चालनको प्रक्रियामा ल्याउने भन्ने कुरा छ उहाँहरूले गरिराख्नु भएको छ मलाई लाग्छ कि केही ठाउँमा भएको पनि होला केही जिल्लामा काम पनि चाहिँ सुरु भइसकेको छ र त्यसकारण यो अब हामीले यो कृषि मन्त्रालयले हामीले मेरो आफ्नो उद्देश्य के हो भने कमसेकम किसानहरूको लागि सहजता गर्नको लागि एउटा मार्केटसँग लिङ्केज गर्नको लागि र भएको उत्पादनलाई सुरक्षित गर्नको लागि अन्न भण्डारणको लागि पनि व्यवस्था हुनुपर्छ हाम्रो मन्त्रालयले तपाईँलाई भनौँ धेरै ठाउँमा हामीले चाहिँ तपाईँको यो चैते धानको उत्पादनमा वृद्धि भएको छ पहिलेभन्दा धेरै वृद्धि भएको छ धेरै सहकारीमा आबद्ध भएका किसानहरूलाई धेरै ठाउँमा हामीले गोदाम पनि बनाएको छौँ तपाईँ चैते धानलाई सुकाउने ड्रायर मसिन पनि हामी दिएको छौँ होइन त्यस्तै किसिमले दुग्धवालाहरूलाई पनि हामीले चाहिँ धेरै ठाउँमा उहाँहरू कुलिङ सेन्टरदेखि लिएर धेरै सपोर्ट पनि हामीले गरिरहेको छौँ हाम्रो मन्त्रालय अन्तर्गत दुग्धको डेरी पनि छ त्यो अब हाम्रो अहिलेको चाहिँ कार्यक्रममा तपाईँले अब भनौँ हामीले टमाटरको आँपको केराको तपाईँको प्रशोधन केन्द्र बनाउने कुरा पनि अगाडि सारेका छौँ अनि यही आर्थिक वर्षमा केही बजेट हामी एलोकेट पनि गरेका छौँ जस्तै अब यो धनुषादेखि यतातिर आँपको खेती बढी हुन्छ सर्लाही एरियामा तपाईँको टमाटर खेतीको हुन्छ र निजगढ बाह्रतिरको एरियामा चाहिँ केराको खेती बढी हुन्छ टमाटरको सिजनमा टमाटर फाल्नुपर्ने अवस्था आउँछ अरू तरकारी फाल्नुपर्ने अवस्था आउँछ भने एउटा प्रशोधन केन्द्र बनाइदियो भने टमाटरबाट चाहिँ अन्य थोकहरू परिकारहरू पनि बनाउन सकिन्छ टमाटरलाई सुकाएर चाहिँ चिप्सको रूपमा राखेर पछि चाहिँ त्यसलाई तरकारीमा युज गर्ने परम्परा पनि छ र अब त्यहाँ एउटा प्रशोधन केन्द्र भयो भने एउटा कोल्ड स्टोर भनेको भने तरकारी फाल्ने अवस्था रहँदैन तपाईँको आँपको छ हामी सिजनमा 40 रुपियाँ 50 रुपियाँ केजी आँप खान्छौँ त्यही आँप चाहिँ 2 महिनापछि चाहिँ 240-300 केजीसम्म पनि हामी खाएछौँ भने त्यो भण्डारण गरेर ठाउँ भयो भने किसानहरू त्यहाँ गएर भण्डारण स्टोर गरेर राख्यो भने पछि अफ सिजनमा पनि दिन सक्छ केराको पनि तपाईँको अनेक भेराइटी पनि छ केराको त कति ठाउँमा केरा रेस्टुरेन्टै बनाएको छ नि कोल्ड स्टोर पनि छ नि केराको बगानै बनाएर मैले एकचोटि टिकापुरतिर देखाएको छु कतिपय ठाउँमा केराको खेती भएको छ खेतमै तपाईँको रेस्टुरेन्ट बनाइदिएको छ त्यसैमा अनि केराको परिकार मात्रै खुवाउने त्यहाँ पनि एउटा टुरिस्ट एरिया जस्तो पनि डेभलप हुन्छ केराको तपाईँको त्यो बोक थम्बा भन्छन् त्यो थम्बाबाट तपाईँको मल पनि बन्छ त्यसपछि तपाईँको धागा बनाएर चाहिँ कपडा पनि बन्छ हो त त्यो त्यस्तो प्रोजेक्ट हामी चाहिँ यसपालि यो बजेटमा ल्याएको छौँ जुन किसानको लागि एकदम फाइदामन्द छ अर्को तपाईँले भनौँ हामीले चाहिँ नि यो पाउडर प्लान्टको चाहिँ जस्तै दुध बढी भयो त किसानहरूले फाल्नुपर्ने अवस्था हुन्छ सिजनमा त भने एउटा पाउडर प्लान्टको पनि हामीले यहाँ बनाइदियो भने किसानहरूको चाहिँ नि लाभान्वित हुन्छ र
पाउडर बनाएर स्टक गर्ने हजुर। र जुन ठाउँमा दुधको चाहिँ उत्पादन हुँदैन, जस्तै हिमाली क्षेत्रहरू जानुभयो भने दुधको उत्पादन छैन भने त्यस्तो ठाउँहरू भयो यहाँ त्यो पाउडर सेल पनि गर्न सकिन्छ, वा चाहिँ बाहिर पनि पठाउन सकिन्छ, वा ठुलो मार्केट भएको ठाउँमा पठाउन सकिन्छ। अनि किसानको चाहिँ यो दुध फाल्ने अवस्था हुन्छ, त्यो अवस्था चाहिँ रहन्न भने यो यस्तो किसिमको तपाईँको पाउडर प्लान्ट स्थापना, चैते धानको प्रवर्धन, उखुमा हामीले यसपालि उखुमा चाहिँ एउटा विशेष किसिमको चाहिँ प्रोग्राम हामी बनाउँदैछौँ। त्यसमा प्रदेश सरकार र सङ्घीय सरकारको पनि केही योगदान छ, किनभने उखु चाहिँ हामी चाहिँ आत्मनिर्भर हुने प्रयास हामी गर्दैछौँ। माछाको लागि तपाईँको धनुषा छ, तपाईँको सबभन्दा बढी बारामा छ माछाको खेती हुने, माछाको चाहिँ सुपर जोनहरू पनि भएको छ। अनि यो क्षेत्रमा पनि हामीले चाहिँ काम गरिरहेछौँ कि मध्य प्रदेशलाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ। जस्तै तपाईँलाई म भनौँ मधेस क्यान फिड द नेसन भन्ने एउटा क्याम्पेनिङ हामीले मध्य प्रदेश सरकारले छ। त्यसको लागि के गर्ने त? पहिले त प्रदेश आत्मनिर्भर बन्नु पऱ्यो नि, पहिले आफू खानु पऱ्यो, त्यसपछि अरूले खुवाउने हो नि। त त्यो मिसन हो। त्यो अब कति ठाउँमा मान्छेले कमेन्ट गर्दैछ कि मधेसको उत्पादन मधेसले पुग्दैन अनि कसरी हुन्छ। यो बाबा त्यो मिसन हो। त्यो मिसन 1 वर्षमा पुरा हुँदैन, त्यसलाई 10 वर्ष लाग्छ। तर एउटा प्लानिङ त हुनु पऱ्यो हो। त्यो प्लानिङ हामीले गरिरहेको छौँ। तपाईँलाई थाहा होला, हामीले एग्रो समिट गऱ्यौँ पहिलोचोटि नेपालमा। मध्य प्रदेश हो जसले चाहिँ एग्रो समिट गऱ्यौँ। यसमा चाहिँ तपाईँको विदेशबाट पनि विज्ञहरू आए, नेपालका विज्ञहरू भनेर हामीले त्यो प्लानिङहरू तयार गरेका छौँ कि हामी 10 वर्ष नीतिमा यसरी जान सक्छौँ। त्यसको लागि हामी छलफल गर्दैछौँ। अब त्यसको लागि बजेट पनि चाहिन्छ। पर्याप्त मात्रामा हामीसँग बजेट छैन। कृषि मन्त्रालयमा त बजेट पर्याप्त मात्रामा छैन। अब अहिले सिँचाइको बोरिङको तपाईँले मसँग सोध्नु, त मैले पनि त क्याबिनेटसँग माग्ने हो नि। मैले मुख्यमन्त्री कार्यालयमा पत्रचार गरेको छु, अर्थ मन्त्रालयमा पत्रचार गरेको छु, दौडिरहेको छु, कुरा गरिरहेको छु कि कृषि मन्त्रालयले, हाम्रो मन्त्रालयले बजेट थप गर्नुहोस्। अब चाहिँ 2022-23 मान्छेले चाहिँ एप्लिकेसन दिएका छन् कृषि ज्ञान केन्द्र गर्नुहोस् सेलेक्टिभ वेलको लागि। बजेट न्यून छ। अब कसलाई दिने कसलाई नदिने त्यस्तो अवस्थामा त्यो अवस्थाको सृजना भयो। त्यसकारण यो हामी माग गरिरहेका छौँ। अब प्रदेश सङ्घसँग पनि हामी भनेका छौँ। अब हेर्नु सङ्घले के गर्छ। हजुर, जसरी अहिले चाहिँ विशेष गरेर यहाँलाई चुनौतीको कुरा गर्दाखेरि कस्ता खालका चुनौती भएका छन्? सबैभन्दा चुनौती एउटा सबभन्दा चुनौती त बजेटै हो। हेर्नुहोस्, हजुर, कृषि मन्त्रालयको बजेट न्यून छ, कम छ। यसो सरदर हेर्दाखेरि हामी 6औँ नम्बरमा परेका छौँ हामीभन्दा अरू मन्त्रालयको छ। किनभने मैले अघि पनि तपाईँले जुन भने नि त्यो प्रोजेक्टहरू कार्यान्वयन गर्नको लागि त बजेट हुनु पऱ्यो। हजुर, बजेट नभइकन त कुनै पनि प्रोजेक्ट अगाडि त बढ्न सोच जतिसुकै राम्रो होस्। मेरो सोच छ म केही गरौँ, केही छाप छोडौँ, तर त्यो सोच हुँदाहुँदै पनि प्रोजेक्ट बनाएर दिँदा पनि पैसा रिलिज हुँदैन चाहिने मात्रामा भन्दाखेरि त्यो एउटा समस्या। अर्को समस्या के छ भन्दाखेरि अलिकति चाहिँ हामीले दक्ष जनशक्तिको अभाव पनि हो। मन्त्रालयको दरबन्दी अहिले फुलफिल भएको छैन। लोकसेवाले छिटो त्यो पठाएको छैन। धेरै जिल्लामा 3 जना 4 जनाबाट जिल्लाको अफिस चलिरहेछ। त्यो समस्या, त्यो पनि एउटा समस्या हो कि जति मात्रामा हाम्रो जनशक्ति हुनु पर्यो, जनशक्तिको अभाव पनि त्यो खड्किरहेको छ। अरू त खासै काम गर्ने हो, काम गर्दै जाने हो। के भन्न चाहनुहुन्छ तपाईँ आफ्नो यो जनताको लागि, मध्य प्रदेशका जनताका लागि के भनिराख्नु भएको छ? अब म सबै आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय किसानको साथमा छ। किसानको समस्या हामी बुझेका छौँ र किसानको समस्या समाधान गर्नको लागि हामी अगाडि पनि बढिरहेछौँ र जुन क्षेत्रमा अनुदान हामी दिइरहेछौँ त्यसलाई सही तरिकाले सदुपयोग पनि गरिदिनु पर्यो र यसमा चाहिँ निराश हुनुपर्ने कुनै पनि आवश्यकता छैन। आशावादी हुनुपर्छ मान्छे। जहिले पनि सोच आशावादी भयो भने मात्रै प्रगति हुन्छ, निराशावादी भयो भने त अवनति हुन्छ। त्यसकारण आशावादी हुनुपर्छ। हामी फड्को मार्छौँ। मधेसले पनि हामी जुन एउटा सपना देखेका छौँ, मधेस क्यान फिड द नेसन, मधेसलाई मात्र होइन कि राष्ट्रले खुवाउन सक्छ, त्यो मात्र नै हामी दृढ छौँ र त्यसमा हामी लागि परेका छौँ। हस्, धेरै धेरै धन्यवाद। त्यही न, हम सब मध्य प्रदेशकै कृषि मन्त्रालय के मंत्री जी संगे बातचीत केनौँ
उनका हमसे हृदय से धन्यवाद देव चाहबन से हमरा सबके अमूल्य समय दऽ कऽ बातचीत कैले था। लेकिन जे जनता के जे समस्या छै, जे किसान सबके अखन सबसँ पैघ समस्या छै ई पानि के अखन विशेष कऽ खादो मोल से विशेष आवश्यकता अखन पानि के छै। तऽ ताहि दुआरे जे छै से हुनका सबके समस्या जल्दी से समाधान करथुन। हुनका धन्यवाद दैत ई कार्यक्रम से हम विदा ली। नमस्कार।